गाइस चाहिँ मेरो ड्याडले गरिदिनु भएको हो मेकअप यहाँसम्म लानुपर्छ अरे राम्रो देखिन्छ तपाईँले त्यो रङ्ला हुन्छ नि रङ लाउँछ नि त्यसरी नै लगाएको अघि मामा आज चाहिँ हामी यो के अरे ड्याड यो दिन त मेकअपको थियो ड्याडीले चाहिँ मेरो मेकअप गरिदिनु के हो अब ड्याडीले चिन्नुहुन्छ कि हुन्न मेकअपको एम पनि थाहा छैन अब पढ्न चाहिँ अलिअलि आउँछ अनि त्यो सबै हो यो पनि हो यहाँबाट खोजेर गर्नुपर्छ तपाईँले यहाँ छ मेरो सामानहरू सामग्रीहरू ल अब सुरु गरिहालौँ होइन फर्स्टमा के चाहिँ लाउनुहुन्छ त ल म अप्सन अब दिन्छु केही थाहा छैन नभए अनि गिलो खालको त्यो पहिला पाउडर हुन्थ्यो पाउडर लाउने होला पाउडर होइन यहाँबाट होला यहाँबाट हो क्या तिनटामा एउटा क्लियर भने यो सफा गर्ने होला होइन यो लाउने होला पहिला सुरु के होला हेर्नु देखाउनु न त्यहाँ पहिला यो चाहिँ के रहेछ भन्दा मामा यस रहेछ मामा त नि के लाउने हो लाउने हो यसै हुन्छ कि ल झोल आउँछ यस्तो त यस्तो झोल हो क्या यस्तो क्या ओहो यस्तो हुन्छ क्या ल मामा अर्थ अब त्यसरी पनि लाउने हुँदै गर्नु ल होला अन्त सफा गर्ने भने यसले होला फेरि हो तर एकछिन राख्नुपर्छ एकछिन यस्तो अनुहार मात्रै बिगार्छ मान्छे कति राम्रो भइरहेको अनुहार अरू पनि मेरो नभए नि पछि देखिरहेको रहेछ नि तपाईँलाई पनि लगाइदिन्छु किन घुमाएको ल अब के लाउने ल यहाँ लगाइदिनु अब आफै गरिदिनु ए धेरै होइन यो त एकचोटि मात्रै लाउने पिचकारी अझै सक्दिनु हो ल त्यो आउँछ ल पुसिनु आमा सबै लगाएछ त्यो घिसाएर हात पुर्याएर यस्तो गरेर गर्नु कस्तो खस्रो हात काम गर्ने मान्छेको आउँछ जिन्दगीमा नसकेको मान्छेले अनि बिचरा यसो यसो घिसाएर दिए ल अब अरू के लाउने ल हो ल स्किन केयरमा पनि यही हो त होइन कसरी लाउने ल भन्नु यहाँ हातमा हालेर हो यो त तपाईँले हात धुनु पर्छ यति भयो पुसा यदि हाल्नु पर्दैन बिस्तारै लानु न कसरी देख्यो मेरो यहाँ चिल्लो यति लाग्यो भने त स्किन केयर त खत्रै हुने रहेछ नि तपाईँको पनि लाउनु यस्तो बिस्तारै लाउनु न किन बिस्तारै लाग्नु चिल्लो है ल यतिसम्म चाहिँ भयो उतार्नु पर्यो ल अब चाहिँ म सिकाउँदिनँ होइन यहाँ म नचाहिने कुरा एक दुईवटा निकाल्छु नचाहिने भने चाहिन्छ त्यो साइडमा राख्नु ब्रस हो कि ल अब यहाँबाट हेर्नु के लाउने त फर्स्टमा भनेर मेरो लक्ष्य चाहिँ छैन क्या सक्या च्यातेर काटेर पनि सक्या कि अब के लाउँ जस्तो लाग्छ पाउडर हो क्या यो त होइन फर्स्टमा त फेयर एन्ड लभली होइन फेयर एन्ड लभली हराइसक्यो चमान यो हो त त्योभन्दा अब यो एक स्टेप पछाडि हो यो नि हो ल ठिक हो यहाँ छ क्या यो हो क्या प्राइमर ल साइडमा राख्नु यो चाहिँ कसरी हेर्दा कतिखेर लाउने भन्दाखेरि त्यो के अरे बस्छ नि यसले त्यो थोरै लाउने हो है यता यता मात्रै लगाइदिनु सब टिममा लाउनु यो चाहिँ त्यो काट्ने रहेछ के काट्ने
यसलाई काट्ने होला नि यसलाई काट्ने होइन त्यो फाउन्डेसन बसाउने हो कि यो सम्झिराख्नु है यो अहिले सोध्छु नि म कहाँ सम्झिन्छ अब ल अब यो अब यो चाहिँ कुन लाउने यही होला नि त्यसो यो चाहिँ लगाइदिने यो अलिक गोरो यो हो कि मेरो सेड यो फेरि खोल्नुपर्छ के गर्छ के चाहिँ हुन्छ बिस्तारै 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 हातमा हाल्नु न चिन्नु न चिज त आउनु भने त हात के भन्छ यसलाई थाहा छ छैन फाउन्डेसन भयो भयो त्यति भयो हुन्छ अब यो होइन यो यसरी मुखमा टिक टिक गरेर लाएर मात्रै कस्तो कस्तो चिज बनेको बुरुस होला नि अब यसलाई ऊ त्यहाँ छ कुन चाहिँ बुरुस हेर्नु लाउनु अब बुरुस पनि फेरि छिटा छिटो हुन्छ खैरोको खैरै होला नि ठुलै लाउनु यही त होला नि खैरो कुन चाहिँ बुरुस हो त यो कालोमा जान्छ के कालोमा जाने त्यो कालो रङलाई एउटै त होला नि यो हो कि ल अब साबुन के अरे लाग्यो हुनुभयो नि त सधैँभरि यसरी बसेर बस्नु पर्ने अनुहारै काटिन्छ कि रङ झ्यालमा रङ लाग्यो भन्दा नि कडा छ त हो राम्रो त्यो भयो बस्यो अनुहारमा अलिक बस्दैछ यता भयो होला अर्कै गर्छ ल ल अब हो त के लाउने झ्यालमा गिरिल र काउँ कलर लाउँछ नि त्यसरी लगाइदिनु भयो डेरले हाम्रो फेर यो त अब लाउने भने त्यो जुस जुस तारो छ यिनीहरू पर्दैन हो यही त होला त्यो होइन कुन रहेछ अब यो हो र अब त्यो कन्सिडर कस्मा लाउनै पाइएन त्यो अर्को यो चाहिँ कहाँ कहाँ लाउनु थाहा छ सबैतिर लाउने होइन नि यो कहाँ हो त परेलो भन्नु माथि होइन पहिला माथि नि हो आँखाको यस्तो मुनि मुनि नि लगाइदिनु ल ए धेरै रहेछ कस्तो कस्तो माथि नि लाउनु त्यति हो यो अहिले ल अब आयो अब यस्तोतिर नि लाउनु यस्तोतिर भयो भयो अनि यता यहाँ यस्तोमा परेला माथि सेतो छ नि त अलिकति यहाँ सेतो त्यहाँ भयो अलिकति माथि हो कि यो क्लिकको मेरो कन्सिलर सकिनु पहिला अब कुन ब्रसले हो यसले होइन अहिले त्यो त उस्तै न छ यो होला यस्तो भयो ल अहिलेसम्म यस्तो यो छ त हो त हो के हो त्यहाँ अलिअलि त थाहा छ त यहाँ बिस्तारै बिस्तारै यस्तो गर्नु दाग भयो त्यहाँ चाहिँ नलागेर कस्तो लाग्यो नि तपाईँले कस्तो हो भने कहाँ लाग्छ तपाईँ गरिदिनु गयो तपाईँतिर भयो आमा मुनि यस्तो मजाले यता नि भयो गोरो नि ला छोरी लास्टै गोरो बनाउनु माथि हेर्नु त कालो सेतो छुट्टेको यसले गर्नु ल अब पानी यसमा पानी हालिदिन्छ अरे कति ल पुस्ने होइन पुस्ने ट्याप ट्याप गर्नु त्यो जे होस् फैलाइदिनु कि फैलाउनु पर्छ तपाईँले मेकअप आर्टिस्ट बनाउनु पर्नेछ गोरी बनाइदिनु नि जसलाई
सिकेपछि भइहाल्छ नि त्यही ड्याप ट्याप गर्नु हो हो भयो होला भयो जस्तो एउटा साइडमा एमए निरार छुट्टी छ कि छैन 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 होइन ठिक छ छिटो गर्छ आहा मैले त कालले ल अब के लाउने ल भन्नु अब वाट 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 पट यो होइन होला मेरो होइन तपाईँ खोज्दै गर्नु म एउटा थुक लिएर आइहाल्छु ल कस्तो खोल्ने 1 घन्टा लाग्यो कुन चाहिँ हातै लाउने कि होइन ब्रस पुरुष ब्रुस ब्रुस कुन चाहिँ पुरुष हो फेरि छोरे लाउने सानो ल्यायो क्या कुन चाहिँ लगाइदिनु अन्त ल सितारा गालामा होइन आम्म गालामा होइन भने आहा माथि चाहिँ खोइ त गालामा झलझल पारेर हिँड्छ नि त मान्छेहरू गाला नि लाउनु पाला आउँदैछ मलाई होइन लाग्यो कि छैन त खै लागेछ ठिकै छ त धेरै लाउने होइन यहाँ मुनि नि लाउनु पर्दैन ल ल तपाईँकै विचार लगाइदिनु कुन चाहिँ लगाएको थिएँ मैले मुनि भने यहाँ लागेर चाहिँ यहाँ लाउनु न भने मुनि कस्तो कालो झरेलो हुन्छ नि कस्तो भएको जिउ पनि कसो के कालो छ त नि त्यो आँखिर जस्तो कालो हुन्छ ल भयो भयो तल दुपट्टि भयो नि दुपट्टि मात्रै अब अन्त तल्लोपट्टि यो चाहिँ किन लाग्यो तपाईँले तल चाहिँ तल भनेको थिएँ अनि तल लाग्यो यहाँ लगाएर चाहिँ यहाँ भनेको अब यो हो ब्रस यो अर्कै लाउने हो अर्कै ब्रसले यो है के हो कहाँ लाउने अब यहाँ के यस्तोमा गालामा होइन यसले यो होइन यो यो ब्रसै होइन त्यो त अलिक ठुलो ब्रस चाहिन्छ कि ठुलोले खेर जान्छ होला भनेर नि ल कुन ब्रस गर्नु यसले हुन्छ होला धेरै ठुलो के ठुलै जान्छ ठुलो कुन चाहिँ हो यो हो नि फर्स्टमा लाउने यो यसकै होइन यो अब हातै लगाइदिनु यो चाहिँ अब यहाँ सबैतिर कि होइन गाला मात्रै रातो बनाउनु छोरी छोरी ठिकै ठिकै लाउनु जस्तो मार्या ग्लभ्स लाउने यसरी होइन जोकर आज त्यसले कस्तो लाग्यो हेर्नु त खै जोकर बनाउन खोज्यो होला होइन सायद यसरी अब यो यसरी हो क्या लाउनु अब यसरी लगाइदिनु यो चाहिँ आई साइड चाहिँ के अरे आई साइड उयो चाहिँ यसो यसो गरेर लगाइदिनु हातैले कि होइन यसले त्यसरी छिट्टी मात्रै आउँछ यति मात्रै लाउने हो क्या यो यति यति यो धेरै भन्दा मलाई हुँदैन
सबतिर प्लास्टर दलेर गरेर बानी एक ठाउँमा त कहाँ लाउन आउँछ नि यता यहाँसम्म जान्छ यहाँसम्म हो त्यहाँसम्म छँदै छैन र नि लाग्दैले सुकिसकेको छ यहाँ है त्यहाँ कालो गर्छ कता यता चाहिँ कालो उता बुझेको रातो चाहिँ ल अर्को के लाउने अब अर्को के लाउनु त लाउनु अब के लाउने अब जे हो कि हो पाउडर लाउने ल बस्नु न धुलो उड्नु खालि गर्ने अब सिमेन्टको त्यो ऊ छ क्या त्यस्तै फिल आएर हो तपाईँलाई एक ठाउँमा लाउनु हुनु केही नि ल हो अब सबै अब चाहिँ अलिक अब चाहिँ अलिक भोर्यो ल अब के लाउने होला भन्नु पाउडरको नि धजिया उडाइहाल्नु यो होइन सक्यो के हो अब टल्किन लाउनुपर्छ यहाँ टल्किन हेर्नु टल्किन लिनुपर्छ टल्किन हो क्या टल्किन लाउँछ नि यसो नाकतिर यो होइन हो होइन यो सक्यो कहाँ कहाँ लाउनुहुन्छ ल भन्नु के भनिदिनु अहिले त ल यहाँ हो त सट्ट टल्काउनु अलि भइसक्यो अलि भयो है ल साथीहरू वाह टल्किन लायो नि तपाईँले टल्किनु हो अलिअलि टल्किन्छ ल टल्किने अब अरू नाकमा नि लाउँछन् नाकको कहाँ लाउँछन् ल भन्नु नाकमा नि यही हो कि कहाँनिर लाउँछन् चाहिँ अब नाकको पुरै हो कि होइन टुरोमा भयो यतातिर नि अलि लगाइदिनु यस्तोमा हो त्यहाँ भयो भयो हो भयो भयो ल अब एउटा अझै बाँकी छ अझै दुईटा यस्तो बाँकी अब कहाँ लाउनु यो ए खोइ उयो लागेको छैन यो हो क्या मेन त खोइ लिपस्टिक कहाँ लिपस्टिक हुन्छ के होला ल यो भन्नु त के को हो राम्रो लाउनु राम्रो भएको छ भन्छु अलिकति माथि गयो अलिकति गएर उतापट्टि लासो ठिका देखिन्छ कस्तो त्यो पोखेर म समाउँछु खै कसले फोन गर्यो यसो लानुपर्छ पखेटा पखेटा चाहिँ किन लानु पर्यो अरे यहाँसम्म यहाँसम्म लानु पर्छ अरे राम्रो देखिन्छ नि त ल अब अब के लास्ट हो त्यो लाइनर हो ल यो कहाँ लाउनु ल भन्नु अलि यता आउनु क्यामेरा बाहिरै पुग्नुहुन्छ आँखामा हो कि हो होइन आँखामा यो ओठको यो बाहिर आइरहेको छ नि सेतो सेतो यसमा लाउनु लाग्यो माथि माथि दुख्यो कोतारो र त्यहाँ
They ask you how you are, you just have to say that you're fine when you're not really fine, but you just can't get into it because they would never understand. गाइज चाहिँ मेरो ड्याडले गरिदिनु भएको मेकओभर हाउ इज इट ल तपाईँलाई आफैलाई कस्तो लागिरहेको छ मेरो मेकअप मलाई चाहिँ खासै राम्रो लागेन लागेन किन जाने आफैले गरिदिएको भने अब नजाने भएर अलि धन्न जानिराखे भए राम्रो फेरि गरिदिनुहुन्छ रामसित अर्कोचोटि अब अर्कोचोटि गरौँला पछि 2-4 महिनापछि ल बाई गरिदिनु ल बाई ओके माइकमा सब सुनिरहेको छ भने अघि ड्याडीलाई माइक लगाइरहनु भएको थियो नि त अनि माइक लगाएर त्यो अहिले म यसमा राखिदिन्छु होइन माइकमा सुनिरहेको छु कसो सो दिस इज माई फादर्स मेकअप फादर्स MUA for today MUA for today so how did you like it भन्नु सकेको छु how did you like it मैले my dad makeover ल यहाँ ल्याउन ल भनेर